पोलेर हेर्न सम्झिला पोलेर खान नसकेको मासुलाई यहाँ टक्कै राख्ने मासु होइन मासुलाई टक्का हाल्ने होइन टक्का हालेर अब यसरी मलाई साथीहरूले सिकाए मलाई पनि थाहा थिएन यसरी बेर्ने होइन बेरेर अनि टक्क लाएर गोजीमा यसो गरेर खाने रहेछ है लिएर जानुपर्छ हल्का चपाकले दिनु सही कुरा यार कसरी रे गर्नु त एकदम इराखे गफ गर्दै गर्दै भइरहेको छौँ साइड डिसमा लसुन अनि केचप अनि त्यसपछि अर्को ऊहरू आइटमहरू छ अनि यता मुला भयो होइन अनि यता साग अनि उता साग अनि त्यहाँ अर्को फेरि अर्को उता छ अनि टक्क त्यो लरावाला भयो होइन टक्क लाएर यहाँ भइरहेको छ अनि यसलाई चाहिँ पाकिरहेको छ होइन हामी अब मुला खाँदै अनि त्यसपछि यता गफ गर्दै बसिरहेको छौँ यता हेर्दै यो थाकखाल्पी पनि पाकिसकेको छ होइन हाम्रो सुरुवात अब खानको लागि सुरुवात हुन्छ पाकिसकेको अरे राम्रोसँग लिनुहोस् भनेर जानु भइसकेको छ अब हामी अब सुरु गर्छौँ खानालाई है त सम्झी सुरु गर्नु त कस्तो रहेछ सुरु गरौँ सर पोलेर हेर्न सम्झिला पोलेर खान नसकेको खायो गुड ठिक छ नि होइन मामा के छ कस्तो छ ल ट्राई गर्नु न खोइ अलग्गै भाषा नि एक्स्ट्रा भाषा नि अब म पनि खाना सुरु गर्छु है सबैजनाले खाना सुरु गर्नुभयो अब म पनि टक्क लाएर अलिक लास्टै तातो जस्तो छ मासु यो लट चाहिँ तेरो हातले दुखेछ स्याहार्नु झापै सागको पात लिने होइन सागको पात लिएर टक्क लाएर मासुलाई यहाँ टक्कै राख्ने मासु है मासुलाई टक्का हाल्ने होइन टक्का हालेर अब यसरी मलाई साथीहरूले सिकाए मलाई पनि थाहा थिएन यसरी बेर्ने होइन बेरेर अनि टक्क लाएर गोजीमा यसो गरेर खाने रहेछ है गोजीमा हाल्ने रे साग राख्नुभयो होइन अनि भात त्यसपछि फेरि अर्को बनाउँदै हुनुहुन्छ उहाँले अब भातसँग आउने रहेछ अनि भातलाई बनाइदिनु भइरहेको छ साग हाल्नुहुन्छ
यस्तो बनाइदिनु भयो होइन। अनि त्यसपछि हामीले खाए नि हुन्छ भन्नुभएको छ। खाम्साम्निदा अब हामीले यहाँ टक्क हालेर खान सुरु गर्नु भइसक्यो। टक्क ल निकाल्नुहोस् मिस। हाम्रो मिस लजाउनु हुँदो रहेछ अलि। बिस्तारै खानुभयो भने चाहिँ वा हाम्रो सम्धी नलजाउनु ल। बोल्नै सकेन बिचरा यही बेला भन्नुपर्छ के भन्ने हो। ल है भात खाँदैछौँ हामीले निकालेर। अब डङ्ग लाएर चलाउनु ल लागिसक्यो क्या डढेछ क्या हो। यो त सिमेन्ट नुगन जाबेल है। धरानमा लिएर जानुपर्छ हर्का सम्पाङले दिनु। सही कुरा यार। कसरी रे गर्नु त एकदम इरखे के हनुमान दासी म त भयो टर्न भइसक्यो मेरो त भुँडी फुट्छ फेरि। मेरो रुममा त केही छैन केटा सक्यो है। फाइनली हामीले सकेका छौँ। अब खानेकुरा खेर फ्याल्नु हुँदैन नि त। खेर फ्याल्नु हुँदैन। अनि एकदम रमाइलो गर्दै मिठो कुरा गर्दै दुःख सुख कुरा गर्दै खाँदै होइन यस्तो। अनि मजा गफ गर्दै दुःख सुख गफ गर्दै यस्तो भइरहेको छौँ। सबै हालिदिनु मामाले हो। मामालाई धेरै बलियो बनाउनु पर्छ हो। म मर्छु होला हाँसेर आज कस्तो म बाँधिदिनु आँसु नै निकालिदिइसक्यो यार। आयो यता हालिदियो हो कि यहाँ मामालाई। अन्तिम हो यो सकिसक्यो। अब हामी सबै सकिसक्यो। अनि गिलासमा पानी त म पनि खान्छु है मामा। अनि थोरै राखिदिन्छु हजुरले। यो त थोरै राखिदिन्छु पानी। ओके ससुराली जाने हो भन्ने गीत थियो नि एउटा सुन्नु भएको छ तपाईँले? तर खानेकुराहरू यहाँ हामीले खाँदैछौँ होइन। अब यति बाँकी रहेछ, यति पनि सबै सकिन्छ। सो एकदम रमाइलो भइरहेछ होइन। हामी एकदम रमाइलो गरेर खाँदै दुःख सुखको कुरा गर्दै होइन हामी खाँदैछौँ। अनि अब यतापट्टि हामी 10 मिनट जतिमा चाहिँ त्यो माझीमाग गर्न सक्छौँ होला होइन। अनि माझीमाग गरेर हामी यहाँबाट निस्किन्छौँ र अनि त्यसपछि हामी रुम जान्छौँ होइन। सो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो मन पऱ्यो भने होइन सबैजनाले लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नु। 감사합니다. सम्झी अब छङ्ल्याङ गर्ने भयो त अनि सम्झी छङ्ल्याङ गर्ने भयो त। फाइनली मामाको यो गोरु फार्म हो होइन। गोरु फार्म हो। मामाले अनि आई त्यो ट्र्याक्टर चलाइरहनु भएको छ। फाइनली अब हामी चाहिँ यहाँ यस्तो हो मामाले हेर्ने यो सबै होइन। त्यो बाटो चाहिँ अब हामी निस्किन लगाइरहेको छौँ, बिदा हुन लगाइरहेको छौँ है। भन्दै
मामा मामा मेरो मामा यार कसम भेट गर्दै गरौँ ल हुन्छ मामा यार राम्रोसँग काम गर्नु है ल ल ल बेला बेला सम्झिरहनु ल ल पर्दै आई मिस यु है मामा ल सिटी ल मामा बाई 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 हामी पनि ट्याक्सी आइसक्यो अब ट्याक्सीमा चढ्छौँ ओके 근데 우리 거리 참 멀겠어. 우리